यसरी तपाईँ हाम्रो भद्रतालाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने अहिले मलाई पक्रेर लगे हुन्छ। अब हामी एक ठाउँ भेला भएर होइन 50 ठाउँबाट निस्किन्छौँ। कहाँ रोक्नुहुन्छ तपाईँ? 50 ठाउँबाट रोक्छौँ। र कमल थापालाई अहिले यहाँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु भयो। हाम्रो साथीहरू केही हिसाबको तयारी सुरु गर्नुहोस्। म सबै जिल्ला अध्यक्ष, सबै घटकका नेताहरू सबैलाई यहीँबाट आह्वान गर्छु, घर फर्किन लागेका आफ्ना साथीहरूलाई पनि यतै फर्काउनुहोस् र यहाँ स्थानीय कमिटीहरूलाई पनि भन्नुहोस् अब हामी एक्लै होइन, सिँगै सबै परिवार लिएर अब सडकमा निस्किने। 5 जना 10 जना जो जहाँ हुन्छ त्यहीबाट यो लुट तन्त्रको विरुद्ध अब सडकमा निस्किने। हामी पक्रै परिन्छ, थुनामा परिने, कुनै 2-4 लाठी खानुपर्छ भने अब हामी डराउनेवाला छैनौँ। हामी संयमतापूर्वक यो सरकारको ध्यान आकर्षण गर्न लागेका छौँ। तर यता जा भन्ने उता जा भन्ने अनि त्यति मात्र होइन, आज नेतालाई गिरफ्तार गरेर के गर्दो रहेछ हेरौँ भन्ने भोलिदेखि हामी गर्छौँ। त्यसकारण मेरो आग्रह छ, परिस्थिति भड्काउन नलाग्नुहोस्। प्रधानमन्त्रीले त अस्ति नै भड्काउन खोज्नु भएको थियो। म